सो अबको हाम्रो डेस्टिनेसन कहाँ छ भन्दाखेरि चाहिँ ऊ पर यहाँ छ, त्यहाँ पर बोटहरू रोप्दैछ क्या, त्यहाँ छ। हाम्रो तराईको चाहिँ यस्तो रहेछ क्या, पुरै फाँटै फाँट, पुरै टाढा टाढासम्म त्यस्तो छ कन्डिसन, यस्तो छ। अनि हामी चाहिँ उता मम्मी चाहिँ खाना लिएर जानुभएको छ क्या, काम गर्ने मान्छेको लागि। अनि गर्मी त बब्बाल छ क्या है, बब्बाल यस्तो छ। अनि यो छाता पनि युनिक छ क्या, अलि पुराना जमानामा हुन्थ्यो नि त्यस्तो टाइपको छ क्या, अहिले पनि गाउँमा चल्छ यस्तै टाइपको छाता। अनि त्यस्तै हो। अब त्यहाँ पुगेर है हामी देखाउँछौँ। यस्तो यो घाँस टाइपको छ नि, यो ठुलो घाँस टाइपको छ नि होइन, यसले चाहिँ कुचो बनाउँछ नि है हाम्रोतिर, क्लासिक कुचो गाउँघरमा चलाउने भनेको। यहाँको धेरै मान्छेले 99% कुचो किन्दैन, यही घाँस भन्ने छ। हाम्रो भाषामा त अलि अर्कै भन्छ, जुन चाहिँ नेपालीमा अलि छाडा भएर आउँदो रहेछ क्या, त्यही भएर म त्यो वर्ड चाहिँ युज गर्दिनँ। अनि त्यस्तै हो। अब चाहिँ त्यहाँ पुगेर देखाउँछु के कस्तो हुँदैछ। काम गर्ने मान्छे पनि पुगेको छ, बिहानै पुगेको थियो क्या, त्यसले बारहरू लगाउँदैछ पुरै घेर्नलाई, अलि जालीहरू लाउँदैछ। अनि त्यहाँबाट है त म अब सबै त्यहाँ पुगेर देखाउँछु।